हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई मेरो वन्सिका युट्युब च्यानलमा यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। तपाईँहरू पनि सन्चै होला भनेर म आशा गर्दछु। म चाहिँ अलिकति बिरामी छु, किन भन्दाखेरि चाहिँ मेरो हातको कारणले, मेरो हात सिस्ट भएको कारणले, त्यही भएर आज म ब्लड निकाल्न आएको छु। बिहान नै 5 बजे निस्केको थियो, त्यही भएर म केही खाना नखाइकन मेरो ब्लड निकाल्दै हुनुहुन्छ। त्यसपछि चाहिँ खाना नास्ता खाएर पनि निकाल्नु हुनेछ, किन भन्दाखेरि चाहिँ अपरेसनको लागि चाहिँ रिपोर्टको लागि दुई चोटि ब्लड निकालेर मात्रै चेक जाँच गरेर मात्र अपरेसन फिक्स गर्दो रहेछ। के छ कि के रोगहरू छ कि भनेर मेरो ब्लडको लागि सबैजनाले प्रे गरिदिनु होला। मेरो लागि ब्लडमा केही रोगीहरू नहोस्, केही खुनी खराब नहोस् भनेर तपाईँहरूले यसरी नै मलाई माया गरिदिनु होला। अनि फेरि चाहिँ म चाहिँ अब डाक्टरले फेरि ब्लड निकालेर चाहिँ अब ब्लड निकालिसकेर चाहिँ तपाईँ मजाले फलफुलहरू खानु, किन भन्दाखेरि चाहिँ तपाईँको ब्लड छैन रहेछ, एकदम ब्लड कमी रहेछ, ब्लड प्रेसर पनि धेरै कमी रहेछ भन्नुभयो। त्यसपछि चाहिँ म अब चाहिँ 2 किलो अनार किनेर खान्छु। त्यही भएर डक्टरलाई त्यस्तो भनेको त डक्टर पनि हाँस्दै थिए, म पनि हाँसेँ र उहाँ डक्टर चाहिँ एकदम राम्रो हुनुहुँदो रहेछ। सबैजना